झोला त्यस्तै छ कि जिन्दै नलेखेको हाम्रो गुरुआसँग एक झुमा जोडदार ताली प्लिज। अनि मलाई शङ्का लागिसकेको थियो कि उहाँहरूले अब केही भन्नुहुन्छ भन्ने थियो। त्यसपछि सामान्य यसरी लुकाएर चाहिँ भित्र जाँदै थिएँ, दाइले च्याप्प समात्नु भयो, के ल्याइस् भन्नुभयो, केही होइन भन्नै पर्यो। त्यहाँबाट झोला खोल्नु भयो, खोसेर हेरेको त सामान त बडो अचम्म चाहिँ छ भयो, जिन्दगी नदेखेको न हिजो बाउले खाएको न आमाले खाएको चिन्दिया छैन त के हो भन्न। अनि मैले भने तपाईँलाई थाहै छ मलाई पत्थरीको समस्या दबाईबाट गएन, अपरेसन गर्न मैले माने होइन, विकल्पको रूपमा चाहिँ यसले ठिक हुन्छ अरे भनेर के भन्दै गएको थिएँ। दाइले मुखा थुकिहाल्नु थुइया नामर्द कमसेकम एसएलसी पास गरेर क्याम्पस पढ्दै गरेको मान्छे विदेश गएर जान्ने बुझ्ने भएर आवाज भनेको यस्तो गोरु हुने हो, जे भने त्यही मान्ने, तँलाई कसले फसायो भने दाइले विपत्ता गाली गरेपछि त्यसपछि त अब चाहिँ श्रीमतीको कुरै छोड्नुहोस् है। बुवा आमा दाइ को सबै गाली गर्नु। त्यसपछि अब आफ्नो 3000 त मसँग नै छ, अब 8000 त अब ऋणै छ मसँग है, दिने कहाँबाट। त्यो भनिदिँदाखेरि के भन्नुहुन्थ्यो भन्दा तपाईँलाई सके 1 महिना गरे नसके 2 महिना खान पर्छ भन्नुभएको थियो। हुन्छ भनेर ल्याएँ, अब घर आएपछि त त्यो त महाभारतको घर मेरो लागि त हेर्नुहोस्। 1 महिनामा यस्तो राम कहानी भइसकेको छ, अब 2 महिनामा के खाने हो। त्यसपछि गाली गर्नुभयो, गाली सुने, अनि सामान पोको पारेँ, अनि कोठामा गएँ, त्यो प्लास्टिक चाहिँ खाटमा पनि फ्याँकिदिएँ मैले। मलाई खानै मन लागेन, मलाई पनि विश्वास पनि थिएन। त्यसपछि दाइ भाइ सबै आमाले सबैले गाली गरेपछि उहाँहरू ठिक हुनुहुन्छ होला, म नै बेवकुफ हो भन्ने मैले सोचेँ। त्यसपछि 1 हप्तापछि मलाई टेन्सन छ, अनि मैले सोचेँ कि मैले आफूले आफूलाई सम्झाएको। हेर्नुहोस् है, मैले के भने भन्दा हेर रामेश्वर त एउटा बाहुनको छोरा, हेर्नुहोस् है मैले आफूलाई भने, अरूलाई मैले भने होइन, त एउटा बाहुनको छोरा, तैँले अहिलेसम्म जाँड रक्सी सोर्ती खैनी चोट केही पनि खान्नस्, जुवा तास पनि खेल्दैनस्, डिस्को बारेमा त जान्नस्, तैँले यो चाहिँ खा। 11,000 तेरो जिन्दगी होइन, तैँले 11 लाख पनि कमाउन सक्छस्, त यिनी अब बाँच्नुपर्छ भने मेरो मनले मलाई भनिसकेपछि अनि त्यो कापीमा लेखिदिया थिएँ यसरी यसरी खाने भनेर। अनि त्यो अनुसार मैले खाँदा अनि 1 महिनाको डोज थियो सकियो र काठमाडौँ जानु पर्ने थियो। म त्यो रिपोर्ट लिएर काठमाडौँ गएँ। मोडल हस्पिटलमा चाहिँ समथिङ के साके भन्ने हुनुहुन्थ्यो डक्टर, अनि उहाँलाई चाहिँ मैले देखाइसकेपछि अन्त राम्रोसँग ट्रिटमेन्ट गर्नुभयो। अनि गर्ने क्रममा चाहिँ अनि उहाँले भन्नुभयो कि 1 घन्टा तपाईँ वेटिङ गर्नुहोस् भन्नुभयो। 1 घन्टा म बसेँ, मेरो मनमा ढुक 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 भएको छ, जस्तै एसएलसीको रिजल्ट आउँछ नि के भयो भन्ने त्यस्तै खालको भइरहेको थियो। अनि 1 घन्टापछि उहाँ डक्टरले मलाई बोलाउनु भयो, गएँ। जाने क्रममा चाहिँ तपाईँको रिपोर्ट ठिक छ भन्नु, मैले पत्याइन। किन भन्दा डक्टरको धर्म हुन्छ कि दबाई गर्दा गर्दै मान्छे मर्छ भने पनि डक्टरले के भन्नुहुन्छ, हो ठिक तपाईँ ठिक हुनुहुन्छ, नातिनुहोस् हामी छौँ भन्नुहुन्छ भन्नु न, कि उहाँको धर्म हो। मैले सोचेँ कि मलाई डक्टरले यही फर्मुला लगाइदियो भन्ने भयो, विश्वास छैन आफूलाई। त्यसपछि मैले डक्टरलाई के भने भन्दा सर आउनु ठड्याएर सानै भए पनि तपाईँ झुटो बोल्दै हुनुहुन्छ भने कि मैले उहाँलाई किन भनेर उहाँले सोद्धाखेरि तपाईँले केही पनि छैन भन्नुभयो। मलाई अहिले यहाँ चिसिक्क गरेर दुखेको छ, किन दुख्यो त्यही हो। उहाँलाई त्यसरी चाहिँ मैले भनिसकेपछि उहाँले भन्दा तपाईँले रिपोर्ट हेर्न जान्नु भएको रहेछ, तपाईँको दाहिने किडनीमा 7 को पत्थरी, देब्रेमा 6 को र प्लस किडनी फङ्सन चाहिँ 70% चाहिँ खराब चाहिँ छ तपाईँले ल्याएको रिपोर्टमा। अब मेरो रिपोर्ट हेर्नुहोस्, जहाँ तपाईँको 7 थियो नि त्यहाँ 1 छ। ताली पिट्ने काम पछि आउँछ। एक त उहाँले भन्दा 1 2 त अधिकांश मान्छेको हुन्छ। म पनि डक्टर हो, मेरो पनि यदि चेक गरियो भने मेरो पनि छ, चिन्ता नगर्नुहोस् भन्नुभयो डक्टर। हेर्नुहोस् है,
अनि जहाँ तपाईँको छ त्यहाँ शून्य छ भन्नुभयो, अलि नाच्दिनुहोस्। र जहाँ तपाईँको किडनी फङ्सन चाहिँ 70% देखाइएको थियो, यहाँ चाहिँ मेरोमा चाहिँ नर्मल चाहिँ छ भन्नुभयो। अनि त्यसपछि त्यो रिपोर्ट मेरो हातमा पाइसकेपछि म कहिले घर पुग्न जस्तो भयो। मलाई खुसी लाग्यो नि त, किन म त थुकाइ खाएको छु, धोकाइ पनि खाएको छु मैले त, दाजु उहाँ थुक्या मलाई त। त्यसपछि घर पुगेपछि त्यो रिपोर्ट दाइको अगाडि ठेचारिदिएँ मैले, जे पर्छ के हो भन्नु। तपाईँ त डक्टर मान्छे, हेर्नु के हो भन्यो। त्यसपछि उहाँले हेर्नुभयो, ए ठिक भएछ भन्नुभयो। त्यसपछि मैले सोचेँ कि म बाँच्दासम्म यो डिएक्सन कम्पनी हे भगवान् बन्द नभइदिए हुन्थ्यो। हेर्नुहोस् है, मैले भगवान्लाई पुकारे हो, कसम यति बेला भएको छ, गफ लगाएको होइन। यहाँ आएर बोल्न पाएँ भने चाहिँ मलाई त्यही बोल्नु हुँदैन, जाने बोल्ने नजाने सिक्ने बोल्नु, बोल्ने दिन त पछि आउँछ के होइन। त्यसपछि म बाँच्दासम्म हे भगवान् यो कम्पनी बन्द नभइदिए हुन्थ्यो। मलाई यति थाहा थियो कि यो कम्पनी नेटवर्किङ कम्पनी हो, विदेशी कम्पनी हो, भोलि यिनी अब कहिले न कहिले गएर बन्द हुन सक्छ। अनि यति मैले बुझाएको थिएँ, बन्द भयो भने त यो प्रोडक्ट खान त पाइन्न। त्यसपछि भोलिपल्ट म अफिसमा गएँ रामपुरमा, हाम्रो घरबाट चाहिँ आधी घन्टा लाग्थ्यो। अफिसमा गएँ र मैले भने कि यो कम्पनीले मलाई जीवनदान दिएको चाहिँ छ, मेरो समस्याको समाधान पनि गर्यो, अब म चाहिँ सधैँभरि चाहिँ खान चाहन्छु, एउटा शर्तमा भने मैले अफिसमा गएर। के शर्त भन्दा उहाँले भन्नु, मैले भने कि सधैँभरि खाना मैले 11,000 को नसकाउँला, राम्रो गऱ्यो सन्चो गऱ्यो भन्दैमा खाना नसकाउँला, तर म सधैँभरि खान चाहन्छु ल भन्नुहोस्। भनिसकेपछि तपाईँले खाएको जुन प्रोडक्ट चाहिँ छन् त्यो मास्टर डोज हो, त्यो बिमारी भएकोले पनि खान सक्छ, नभएकोले पनि खान सक्छ, क्यान्सर लागेकोले जे लागेकोले खाने पनि त्यही हो, म स्वस्थ छु ठिक छु भन्नेले खाने पनि त्यही हो। तर तपाईँले अब के गर्नु भन्दा तपाईँको समस्याको समाधान भइसकेपछि यो समस्या भोलि नआओस् भन्नको लागि तपाईँले कफी निरन्तर खानु होला, प्लस साबुन तेल टुथपेस्टहरू युज गर्नु भनेपछि मैले अब सुरुमा त पैसा धेरै हुँदैन, सिस्टमलाई रनिङ गरिए होइन, जानिए होइन, बुझिए होइन, र साबुन तेल टुथपेस्टहरू कफी पनि युज गर्थेँ। जब म कतार गइसकेपछि हाम्रो सोना आले भन्ने एउटा सर मगर हुन्थ्यो तनहुरको, हाम्रो उहाँ एम सरले चिन्नुहुन्छ है सर। अनि उहाँले भन्नुभयो कि सर यो प्रोडक्ट त फ्री खान सकिन्छ भन्नुभयो। मैले भने यो मगर पनि ठिक छैन, किन भन्दा मगरले दुबई कतारमा आएर बाउलाई बेच्न खोज्ने, यति राम्रो महँगो प्रोडक्ट फ्री पाउँछ है, यो मान्छे ठिक छैन भन्नु। म भागेँ हेर्नुहोस्। अनि सामान चाहिएपछि अफिसमा किन्न भनेर गयो, यस्तै ट्यागबाट लागेको मान्छे सबैलाई काउन्सिलिङ गरे हान, देखे हान, घोका हान। मैले भने यस्तो बेवकुफ किन बनाएर मान्छेलाई यिनीहरू नेपाली जहाँ गर्ने काम केही पाउँदो रहेछ कि यार, जहाँ गर्ने यस्तै खेल्न लाग्यो नेपाली त भनी भयो। सामान दिदी म हिँडिहाल्थेँ, थाहा थिएन मलाई। त्यसपछि 1-2टा क्लासमा बस्यौँ। गोपाल तामाङ भन्ने हाम्रो सरले चिन्नुहुन्छ, गएर गोपाल चिन्नुहुन्छ, धादिङको हुनुहुन्छ, उहाँ सरको मार्केटिङ प्लान थियो। त्यहाँ जाँदा गोपाल तामाङ सरले भन्नुभयो यहाँ चाहिँ घुम्न पनि पाइन्छ, म पनि एउटा कम्पनीमा काम गर्छु कतारमा, 8-10 वर्ष भयो, म 2-3टा देशमा घुमेको छु भन्नु। यो पनि गल्ती नै रहेछ मान्छे पनि, ए यो हुँदैन, यहाँ एउटाले फ्री खान पाइन्छ भने अर्कोले घुम्न पाइन्छ भने यस्तो कहीँ हुन्छ। विदेशमा काम गर्न गएको मान्छे कहीँ घुम्न पाउँछ, यो सोध्ने कुरा हो यो होइन नि त। जस्तो मानव सपोज तपाईँ हामी 1-2टा कम्पनीमा अहिले आबद्ध चाहिँ छौँ, अब त्यो कम्पनीले अन्त कतैलाई घुमाउँछ घुमाउँदैन, त्यो सोध्ने चान्सै होइन। त्यसपछि मैले पनि भने कि यो ठिक छैन भने। अनि एक मनले मैले सोचेँ यदि यो मान्छे ठिक छ भने 3-4 देश यो मान्छे घुमेको छ भने मेरो पालो कहिले आउँछ भने कि यसरी मैले हेर्नुहोस् है, त्यही क्लासमा म आफूले त्यसरी भने यदि यो मान्छे ठिक छ भने यो मान्छे 3-4 देश घुमे भने चाहिँ भन्छ भने म कहिले घुम्ने त, मेरो पालो कहिले आउँछ
भने मैले त्यसरी आफै इमेजिन गर्न थालेँ। बुझ्नु भएको छ मैले भने कुरा? यहाँसम्म ठिक छ? म अगाडि बढौँ? धन्यवाद छ। त्यसपछि यसो मार्केटिङको लागि बुझ्दै 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 गएको, यहाँ त छ नि त 10% चाहिँ नाफा गरेर बेच्न पाइने, अनि पर्सेन्टेज बोनस यता त्यता हल्का हल्का बुझ्न थाल्यो। त्यसपछि होइन, फेरि खान पाइन्छ भने त म त 52 मान्छे किन्न खाने। गाउँघरमा भन्छ नि त, फेरि पायो भने बाहुनले 3 महिना चुक खान्छ। म त चुक खाने बाहुन हो। खान त सबैले खान्छन् फेरि पाएको चिज, तर आक्षेप किन भन्दा बाहुनलाई लाग्छ कि होइन? यो यथार्थ कुरा हो नि त। म त आक्षेप लागेको बाहुन, चुक खाने बाहुन, यो किन खाने भन्ने भयो। त्यसपछि के गर्नुपर्छ भने मैले गर्दा तपाईँले के प्रोडक्ट खानु भएको छ, नखाएको प्रोडक्टको बारेमा तपाईँ नबोल्नुहोस्, मिस्टेक हुनसक्छ। अनि जे खानु भएको छ त्यही बारेमा तपाईँले साथीहरूलाई भन्ने काम गर्नुहोस्, यहाँ ल्याउनुहोस्, यस्तै हेल्थ अवेरनेस प्रोग्राममा चाहिँ राख्नुहोस्। राखिसकेपछि उहाँ आफ्नो मोटिभेसन हुनुहुन्छ, अगाडि बढ्नुहुन्छ। टिम बढ्दै गएपछि यहाँ चाहिँ 6% देखि 37 गर्दै 71% इन्कम लिन सकिन्छ भन्ने थाहा पाइसकेपछि त्यसपछि मैले तुफान तरिकाको काम गर्न थालेँ। हेर्नुहोस्, म रुकिनँ, किन म त के कमाउन के पाउनलाई गएको नि त। हामी सबै यहाँ भएको मान्छे हामी अगाउन आएको हो कि होइन? बुझ्नुहुन्छ? अगाउनै आएको हामी। घरमा राम्रै आर्थिक अवस्था ठिक हुँदा हुँदै पनि अथवा कसैको केही प्रथमकाल चाहिँ कम्ती भएर म विदेश गएर अझै राम्रो बनाउँछु, आर्थिक अवस्था सबल बनाउँछु भनेर हामीले यहाँ त चढ्न आएको मान्छे हो कि होइन? जङ्गलमा हामीले गाई गोरु कहाँ लैन्छ? जङ्गलमा लैन्छ अगाउनको लागि। त्यस्तै हामी पनि अगाउन आएको मान्छे हो भनेपछि अगाउनै आइसकेपछि त जति हो छिटो म अगाउँछु भन्ने कोसिस गरेँ क्या मैले। हेर्नुहोस्, बुझ्नुहुन्छ मलाई? त्यसपछि काम गर्ने क्रममा एकदम इनर्जी पनि आयो। 1 हप्तासम्म एउटा मान्छे जोड्न सकिन्न, मनमा त एकदम खुल्दुली भइरहेछ, कसलाई भन्ने कसलाई जोड्ने भइरहेको थियो। 1 हप्तासम्म जोड्न पाइनँ। म आत्तिया छु। 1 हप्तापछि उत्तम सरलाई मैले जोडेँ। गोर्खाको हुनुहुन्छ, उहाँ डबल डायमन्ड हुनुहुन्छ, मभन्दा 1 पोस्ट माथि अहिले मैले भनिसकेको छु। उहाँलाई काम गरेर जोडिसकेपछि उहाँले पनि निहारको बच्चा, निहारलाई चाहिँ बाटो नदिनु भन्छन्, उहाँले डेट नपाएको त उहाँले तुफानै गर्नुभयो। किनकि निहारको जात के छ भने एउटा केरा पाए बाटालाई झुन्डाउनु जात हो नि त। हेर्नुहोस् है, मैले इन्सल्ट गरेँ होइन, त्यो कहानी गरे हो है। यहाँ कोही हुनुहुन्छ निहार साथीहरू? माइन्ड नगर्नु, अनि बाहिर गएर पखाल्न भन्दै फेरि मलाई बाटो सेर्न कुट्नुमा फेरि। त्यसपछि उहाँलाई जोडिसकेपछि उहाँले काम गरेपछि म त त्यसै गर्नु पर्यो। गर्दै गर्दै मैले एक दिनमा 10 जना मान्छेसम्म जोइन गरेको छु एकै दिनमा। त्यति बेला त नेट यो अनलाइन सिस्टम पनि थिएन, अफिसमा गएर 100 रुपियाँ लिएरै जोइन गर्नु पर्थ्यो। अझै अनलाइन पनि जोइन गर्न सकिन्छ। अनि गर्दै गर्दै गइसकेपछि 1 महिना 1.5 महिनामा यासे पनि भयो। अनि यासे हुँदाखेरि मलाई 365 रुपियाँ आएको थियो। हेर्नुहोस् है, कतारको हेलो यहाँ देख्नु भएको छ 365। अनि त्यति बेला चाहिँ कतारको हकमा 100 रुपियाँ गर्नको लागि चाहिँ 250 रुपियाँदेखि लिएर एराउन्ड 280 मा मजाले चाहिँ 100 रुपियाँ आउँथ्यो। भनेपछि यो त काफी भयो। भनेपछि त्यो मगर साथी भन्ने ठिकै लाग्यो भन्ने भयो। फेरि भनेको फेरि भयो नि त, यो त फेरि भयो। 365 आज त प्रोडक्ट किन्न त पाइयो, त्यही किन्ने हो, त्यही लगाउने हो। त्यसपछि अब एउटा कुरा त ठिक भयो, फेरि खान पाइयो, अब घुम्ने कुरा आयो भन्ने भयो। अनि घुम्नको लागि पनि काम गर्ने क्रममा म एसएसडी हुँदा नै डुले हो, घुमे हो। सिनियर स्टाडियम हुँदाखेरि घुमे हो। अहिले एसएसडी छु, सिनियर स्टाडियम हुँदा नै गइयो। हाम्रो चाहिँ यहाँ गुरु हुनुहुन्छ गोल्ड डायमन्ड, उहाँ बडो मजाको मान्छे, त्यतिखेर चिनेको मान्छे हो। एकदमै हँसाउनुहुन्थ्यो उहाँ सरले। अनि 10 दिनको टुर थियो, हामी एकदमै इन्जोय गरियो। अजरबैजानमा अत्तु सीमै छैन,
त्यसले गर्दाखेरि हामी डिरेक्सनमा यदि आइएछ भने जसले पनि यो तीनटा कुरालाई ख्याल गर्नु होला। अहिले मैले दावाका साथ भन्छु, कुनै घमण्ड होइन, यो तीनटा चिज चाहिँ मसँग नै छ। हाम्रो याङ सरसँग नै छ, तपाईँहरूसँग नै छ। किनकि हेल्थ ठिक छ, 2010 देखि अहिलेसम्म एउटा ट्याब्लेट खानु पर्यो होइन। यो स्वास्थ्य होइन त? अनि वेल्थको कुरा पनि अब चाहिँ नआउला भन्न सकिन्न। ESSD हुँदा केही न केही त आयो होला नि त, होइन सर? के आएन? आछ। अब हुन त कतिले पुग्ने हो र? जति भयो नि पुग्दैन। त्यसले गर्दाखेरि अब ह्याप्पिनेस भनेको घुम्न पाइयो, त्यस्ता राम्रो साथीहरूलाई भेट्न पाइएको छ, अगाडि आएर बोल्न पाइएको छ। त्यहाँदेखि टाइगर लाएर हिजो टाइगर लाएको मान्छे देखेपछि भाग्ने मान्छे आज आफै लागिएको छ। र अब प्रश्न के आउँछ भन्दा हे यो जब ह्याप्पिनेस तपाईँ पाउनुहुन्छ नि, यसको लागि चाहिँ सानो म्यानेज चाहिँ छैन है। खुसी त्यत्तिकै हुँदैन। तपाईँले खुसी पाउनलाई चाहिँ केही न केही कुर्बानी गर्नुपर्छ। त्यो के त भन्दा समयको कुर्बानी गर्नु पर्यो। आफ्ना घर परिवारले चाहिँ गाली गर्दा पनि उहाँलाई चाहिँ बुझाउन सक्ने क्षमता कुर्बानी गर्नु पर्यो। अहिले यहाँ के भएको छ, दुईटा फ्याक्ट छ। श्रीमतीले बुझ्यो भने श्रीमानले बुझ्दैन, श्रीमानले बुझ्यो भने श्रीमतीले बुझ्दैन। के होइन? कसैको फ्यामिली होला साथ दिएको श्रीमानले युज गरेको चाहिँ श्रीमानले सुरुवात गरेको डिरेक्सनलाई श्रीमतीले आत्मसात गरेको कोही छ? तपाईँको छ? धन्यवाद छ। एउटा पाइयो, अरू 99 उहाँलाई एउटा दुईटा। भनेपछि 90% मान्छेमा के छ भन्दा चाहिँ दुई मत छ क्या, के होइन? अब यही दुई मत मध्येको म एउटा, मैले सामान्य जसरी पनि गर्नुपर्ने। अनि कतारमा गइयो, अनि अरू साथीहरू चाहिँ अब नेपाल जाने क्रममा साथी पाउँदाखेरि चाहिँ खजुर, किसमिस, काजु, बदाम, कपडा सपडा, लक्स, साबुन सबै पठाउने। मैले कफी, टुथपेस्ट, फेसवास अनि यो स्पाइरिना त्याग गरेर थ्याङ्क यू, त्यसपछि यो लिपस्टिक घर पठाउने। अनि श्रीमतीले भन्ने यत्रो महँगो किन पठाएको भन्ने। हेर्नुहोस् हेर्नुहोस् है, यत्रो महँगो किन पठाएको भन्ने। 2-3 पाइसामा म केही पनि बोल्न, त्यो चुप लगाएर बसेँ। अनि मान्छे पाउँदा त्यही पठाउने। त्यसपछि एक दिन त के हो भन्दा चाहिँ सामान पनि फल्लासँग पठाइदिएँ, पायो भनेको त बडो त्यहाँ कहानी घट्यो। हेर्नुहोस् के भयो भन्दा तिमीलाई भनेर लाग्दैन अरे मलाई त मेरो कहाँ, म त तपाईँबाट म तिमीमा झरेको। हेर्नुहोस् म त खुसी भएर सामान पाएर नै फोन गरेको, तिमीलाई भने हुन्न भनेको त्यही विषय। के भयो भनेको त कुनै के भयो, मैला गरेको त्यही नै हो है, कुनै के भयो। त्यसपछि अनि त तिमी दुनियाँ दिवाना चाहिँ मैले भगाइ खाएँ। हेर्नुहोस् तिमीले खाने भए खाऊ, हामीलाई यहाँ नपठाऊ, बरु पैसा पठाऊ, मैले यही किन्छु भन्न थालेँ। अनि मैले के भने भन्दा यिनले त्यसो भनेको त नबुझ्नुको कारण हो। म रिसिएन, उनी रिसिए पनि। अनि मैले लास्टमा के भने भन्दा ल म तिमीसँग एउटै क्वेसन गर्छु, त्यसको जवाफ देऊ, त्यसपछि म पठाउन्न भने। के हो भने है। अनि मैले भने ल ठिक छ, मैले पैसा पठाउँदा तिमीले बाहिरको दोकानमा चाहिँ गएर जुन चिया पत्ती, नुन, तेल, साबुन जे पनि चाहिन्छ नि त्यो किन्छौ, त्यो कसको पैसा हो? तिमीले जागिर खाइछौ कि, तिमीले माइतबाट प्यावा ल्याइछौ कि, तिमीलाई बाबुआमाले दिएछन् कि? त्यो पैसा कसको? तिमीले ओके, तिमीले बाहिर दोकानमा किन्ने पैसा कसको हो? हुन त मैले कमाएको, हामी दुइटैको हो। त्यसको त्यसो भन्न खोजे होइन। तिमीले चाहिँ मलाई तिमी भनेपछि मैले सोधेको कुरा हो। अनि त्यो पैसा कसको भन्नु, त्यो तिम्रो त हो नि भन्ने हो। मैले खोजेको यही हो।
तिमीहरूले त्यहाँ किने पनि मेरै पैसा, यहाँबाट पठाए पनि मेरै पैसा। म पठाउनलाई कुनै चिन्ता चाहिँ छैन, तिम्रो खानलाई के चिन्ता हो भनेपछि बल्ल मुख बन्द भयो हो नि कुरा त। त्यही डिएक्सन यदि गर्ने हो भने पहिला च्यालेन्ज आफ्नै घरमा गर्नुपर्छ। श्रीमानले श्रीमतीसँग च्यालेन्ज गर्ने हो, च्यालेन्ज गर्न सक्नुपर्छ। जसले गर्न सक्दैन नि त्यसले आजबाट छोड्दा हुन्छ। यो तिनवटा चिज पाइँदैन साँच्चै भन्ने हो नि। त्यसपछि सामान गई मैले पठाउँथेँ, पठाइसकेपछि हामी चाहिँ काम गरेको थियौँ। उसले पनि सामान त बेच्ने के गर्न थालिसकेपछि अनि टिम चलेपछि क्वालिफाइड भइयो घुम्न जाने क्रममा। त्यहाँबाट मैले उनलाई भने त तिम्रो 500 बनाऊ भनेको मैले। हेर्नुहोस् है, भिसा त आइसकेको छ भन्दा अब पास त हामी त्यो क्वालिफाइड त भइयो TSIP को लागि। अनि 500 बनाउनु पठाएको किन हो भने उसले पत्दैन। त्यहाँबाट त्यो बनाऊ भने उसले नमानिसकेपछि बल्ल बल्ल सम्झाएर 500 बनाइयो। हेर्नुहोस् है, अनि बनाइसकेपछि भिसा लिएर घर गएको उसले पत्दैन। देखाएको छु भिसा देखाएको छु पत्दैन। यो गल्ती कुरा हो, तर मलाई कतै बेच्न खोजिया हो। हेर्नुहोस् है, उसले यसो त्यो क्याम्पसबाटै मान्छे फेरि पनि तर श्रीमानसँग विश्वास छैन कि किन भन्दा उसले डिएक्सन बुझेको छैन नि त कि होइन। त्यसले गर्दाखेरि अनि बनाइयो, काठमाडौँसम्म गइयो, सबै सरसँग भेटघाट पनि भयो। एयरपोर्टभित्र गइसकेपछि उसले के भन्नु थाहा छ, तपाईँ त विदेश आउन जाने गरेको मान्छे, तपाईँलाई जान दिएला, मलाई त दिन्न। रियली यसै गरी भने कि तपाईँ त आइजाइ गरेको मान्छे, म त अहिलेसम्म गाउँमा बसेको मान्छे, मलाई जान दिन्नन्, के गर्ने हो भने होइन के गर्ने हो भन्न थाल्यो। तिमी नात्यन भन्छु पत्याउन। बोर्डिङ पास लियो, दुईटैले पाइयो, माथि इमिग्रेसनमा गइयो। अनि श्रीमतीले के भन्यो भन्दा यहाँ तलबाट त छोडिदियो त हेर्नुहोस् है, तलबाट त छोडिदियो त भने माथि छोड्छ नाच्थ्यो भने। अनि त्यसपछि गएर माथि वेटिङ रुममा बस्यो। अनि त्यो इमिग्रेसनमा छोडिसकेपछि अनि त्यो जहाज नचढ्छ उसलाई विश्वास भएछ। जब जहाजमा चढिसकेर त्यो बेल्ट बाँधिसकेपछि बल्ल उसले आत्मग्लानी गरे हो। हेर्नुहोस् है, ओहो श्रीमान, ओहो बुढा, मैले त ठुलो तपाईँलाई चाहिँ पाप गरेको छु, म तपाईँलाई त भन्नु नभन्नु भनेको मान्छे हो, तपाईँ यस्तो काम गर्नुभएको रहेछ भनिसकेपछि बल्ल खुसी भएको मान्छे। हाम्रो गाउँमा 30-35 घर चाहिँ छ, त्यो मध्येको बुहारीको चाहिँ पासपोर्ट बनेको र जहाज चढेको मेरै श्रीमती। हेर्नुहोस्, बिकज अफ डिएक्सन। हेर्नुहोस् है, छोरीबेटी त अमेरिका पनि पुगेछन्, तर त्यो 25-30 गाउँको चाहिँ मान्छेको बुहारीको अहिले पनि गएर सोध्नुहोस् पासपोर्ट बने होइन, त्यति बनाएको काम छैन। अनि जहाज चढ्नु भएको छैन भनेपछि मेरो श्रीमती त्यसरी चढेको मान्छे 10 दिनको चाहिँ घुमाइ अनि आइसकेपछि उसको सानैको अर्कै भइसकेको थियो क्या। त्यस्तो खुसी दिने ठाउँ चाहिँ छ डिएक्सनमा। तपाईहरु महिलाहरू हुनुहुन्छ, सतर्क भएर काम गर्नुहोस्। डिएक्सन गर्नलाई सजिलो पनि छैन, उहाँले भने जस्तो दुःख पनि छैन, तर धेरै कुर्बानी चाहिँ गर्नुपर्ने हुन्छ। किनकि हाम्रोतिर के भन्छ भन्दा, तपाईँहरूतिर थाहा छैन मलाई, हाम्रोतिर के भन्छ भन्दा साँझ परेपछि 7 बजेपछि छोरीबेटीलाई आमा बुवाले घरबाट बाहिर ननिस्के है भन्नुहुन्छ कि। किनकि आफ्नै घर गाउँमा पनि छोरी मान्छे सेफ्टी हुन्न भन्न खोज्या हो, माइन्ड नगर्नु। तर तपाईँहरू चेलीबेटी त बिचरा अगाउनकै लागि 7 समुद्र पारीबाट यहाँ आउनु भएको छ के होइन? के को लागि? नाथे पैसा लागि होइन हो, पैसाको लागि आउनु भएको छ भने तपाईँहरूले त्यस्तो अवस्थामा धरापमा आउनु भएको छ भने अब तपाईँले आत्मसाथ, अनुशासनका साथ, जिम्मेवारीका साथ र भविष्यको लागि देखेर आँखा बन्द गरेर यो काम गर्नुहोस्। देशमा भड्काउने मान्छे धेरै हुन्छन्,
सबैले म खोल्दिनँ, मलाई थाहा छ धेरै सङ्घर्ष गर्नुपर्छ। कतारमा पनि सायद म पनि त्यस्तै बगाउमा लागेको भएदेखि म यो ठाउँमा हुन्थेन। अब यो बिजनेससँग जोसँग बोल्न पर्यो हो कि नै? नबोले बिजनेस चल्दैन। अनि टिममा छोरी मान्छे मैले गभर्मेन्ट लगाउँछु। अहिलेसम्म मेरो अब ESSD हुँदा 10-11 हजार टिम त छ, धेरै छैन। त्यतिजनामा मैले छोरी मान्छे जोइन गरेँ भने जम्मा 2 जना, त्यो मेरो बहिनीहरूलाई। बाहिरको मान्छे एउटा मान्छे जोइन गरेँ छैन। मेरो छोरी मान्छे देख्नु एकदम लाज लाग्छ, बोल्दै लाज लाग्ने। अनि मैले जोइन नगर्ने, मेरा टिमका साथीले छोरी मान्छे लिएर आएर जोइन गर्यो। अनि यस्तै मिटिङमा राख्न पर्ने। मिटिङमा राखिसकेपछि ल सर हामीलाई यो कुरा सिकाउनु यसरी भने चाहिँ भन्नु सिकायो। त्यसपछि 1 महिना 2 महिनापछि सर आज तक परदेशमा फोटो खिच्ने भन्दै हाल्नुहोस्। हेर्नुहोस् है, त्यो अफिस यहाँ छ। अफिसबाट पछि पछाडिपट्टि एउटा परदेश भन्ने केही थियो, त्यहाँको नाम समुद्र। अनि त्यहाँ बोलाउने। अनि गाउँबाट त्यो घुमाएको रोटी के भन्छ, सेलरोटी ल्याउने अरे। रोटी सोटी सबै ल्याइदिएको दस अचार पनि सबै त्यही छ, लाउने खाने। कति डिरेक्सन मात्रै जाने भन्नुहुन्थ्यो साथीहरूले। म कहिले पनि गइनँ त्यहाँ गएको भए त त्यो त अर्कै ठाउँतिर हो नि त। त्यहाँ चाहिँ हामी फोटो खिच्ने रमाउने दुनियाँ दिवाना हुन्थ्यो। त्यसले गर्दाखेरि छोरी मान्छेसँग चाहिँ हिँड्नै हुन्न, बोल्नै हुन्न भने होइन। सबैले आफ्नो जिम्मेवारी बोकेर अनुशासनले, श्रीमतीले, छोरी मान्छेले पनि घर परिवारलाई सम्झेर, हामीले पनि सम्झेर चाहिँ इमान्दारीले काम गर्नुपर्ने हुन्छ। त्यसपछि सफल बन्न सकिन्छ। होइन भने मान्छे बाटो अर्कैतिर मर्न सक्छ। त्यस्तो चाहिँ नहोस्। यहाँ भनिन्छ नि त डिरेक्सन सकारात्मक way भन्ने। यो अब यहाँ आइसकेपछि अर्कै बाटोमा हिँड्ने भन्दा के यसको अर्थ भयो नि त। त्यसले गर्दाखेरि डिरेक्सनलाई जसले आत्मसात बुझ्नुहुन्छ उहाँले चाहिँ छोड्नु नपर्ने। यसको लागि के छ भन्दा धेरै दुःख पनि छैन। म आज हेल्थको बारेमा थोरै बोल्न चाहन्छु, किनकि स्वास्थ्यसँग सम्बन्धित कुरा भइसकेपछि यो कुरोहरू सबैले हामीले चाहिँ भन्नुपर्ने हुन्छ। हेर्नुहोस् है, समय कति छ? आज बुझ्नुपर्ने पाटो के छ भन्दा हेल्थको बारेमा हामी कुरा गरिन्छ नि त। यो एउटा हेल्थ अवेरनेस प्रोग्राम हो भनेपछि यसमा के छ भन्दा तपाईँको चाहिँ यहाँ जति पनि मान्छे हामी चाहिँ छौँ सबैलाई शरीरको समस्या फरक फरक हुनसक्छ कि होइन? एका दुईको मिल्न सक्ला, नै भने सबै मान्छेको समस्या फरक फरक हुनसक्छ। एउटै घर परिवारमा पनि समस्या फरक हुनसक्छ। त्यो किन भन्दा हेल्थको कुरा गर्ने कि के छ भन्दा तपाईँको सबभन्दा पहिला हेर्नुहोस् है, जब हामी यहाँ छौँ हामीलाई अब त स्वास्थ्य चाहिएको